हुँदैन, यो कुरा हामीले जान्नुपर्छ। र मैले स्कुलमा के गरिरहेको छु भने तपाईँको चाहिँ तहगत रूपले तपाईँको चाहिँ अङ्ग्रेजीमा चाहिँ कुन कक्षाको विद्यार्थीले कुन कुन तपाईँको चाहिँ किताबहरू पढ्ने, विश्व साहित्य नेपाली साहित्य कुन कुन पढ्ने भनेर मैले डिजाइन गरेको छु। अनि त्यो अनुसारले तपाईँको कोर्स साथसाथै तपाईँको चाहिँ टिचरहरूले पनि गर्नुहुन्छ। जस्तो कि तपाईँको झमक कुमारीको जीवन फुल्की काँडा भन्ने तपाईँको 7 कक्षाले पढिसक्यो होइन। अब पहिलो टर्मभरिमा तपाईँको 7 कक्षाले त्यो पढ्यो भने सेकेन्ड टर्ममा अर्को त्यसरी गर्छन्। साथसाथै अर्को चाहिँ हाम्रो नियम चाहिँ के छ भने तपाईँको प्रत्येक दिन हप्ताको चाहिँ 2 दिन लाइब्रेरीमा जानै पर्ने हुन्छ होइन। त्यसमा चाहिँ उनीहरूले जे पनि पढ्न सक्छन् एउटा भयो। अनि अर्को एउटा मैले स्कुलमा गरेको भने डियर टाइम भन्ने छ, ड्रप एभ्रिथिङ एन्ड रिड है कि। अनि हप्तामा एकचोटि चाहिँ हाम्रो चाहिँ आधी घन्टा चाहिँ बच्चाहरू चाहिँ 9 देखि 10 बजीसम्म चाहिँ ड्रप एभ्रिथिङ एन्ड रिड भनेपछि दिदीले पनि कुचो लाउन छोड्ने, गार्डले पनि तपाईँको चाहिँ उभिएर भए पनि पढ्ने, सबैजनाले पढ्नुपर्छ। त्यहाँ सबैजनाले पढ्नुपर्छ होइन। यो त्यही संस्कृतिको लागि हो। अनि हामीले चाहिँ कस्तो हुन्छ भने लाइब्रेरी चाहिँ कस्तो भयो भने स्कुलको पनि दूर दराजमा भयो क्या होइन। कति बच्चालाई लाइब्रेरी जाँदैन, कति बच्चा लाइब्रेरी कहाँ छ। तर लाइब्रेरी भनेको त्यो स्कुलको हर्ट हो क्या, मुटु हो नि त। त्यो त तपाईँको सबभन्दा राम्रो ठाउँमा सबभन्दा राम्रो डेकोरेट हुनुपर्छ। अनि दोस्रो कुरा तपाईँ कक्षामा पनि तपाईँको लाइब्रेरी हुनुपर्छ नि त कि। अनि महिनामा पनि लाइब्रेरी छ। जस्तो कि फोक कक्षामा चाहिँ तपाईँको 35जना बच्चा छ भने 35वटा बुक यो हुन्छ। अनि फोक क्लासको यो 35वटा बुक चाहिँ सबैजनाले पढिसकेपछि अनि त्यो बुक चाहिँ के हुन्छ भने अर्कोमा जान्छ क्या। अनि त्यो पढाइमा पनि के हुन्छ भने तपाईँको पढाइ कतिखेर हुन्छ भने एज अप्रोप्रिएट र इन्ट्रेस्ट भइदियो भने पढौँ लाग्छ, नभए बोर लाग्छ क्या। मलाई याद छ 7 कक्षामा कहाँबाट त्यो कार्ल मार्क्सको किताब मेरो घरमा आइपुगेर छ। जतिखेर पढ्छु भन्दा पढ्नै नसक्ने क्या। 8 कक्षा पनि नबुझ्ने, 9 कक्षा पनि नबुझ्ने। तपाईँ हाम्रो चाहिँ तपाईँको लेभलको अनुसार भएन भने मजा आउँदैन। तर जब त्यो किताबको स्वाद पाइन्छ होइन, अनि मान्छे चाहिँ रुक्दैन। धन्यवाद सुशील सर। अब अर्को प्रश्न म कल्पना म्यामलाई सोध्न चाहन्छु। यो डिजिटलाइजेसन तथा सामाजिक सञ्जालको प्रयोगले हाम्रो यो पठन संस्कृतिमा चाहिँ कस्तो असर पारेको छ त? प्रश्नको लागि भाइलाई धेरै धन्यवाद। एकदमै अहिलेको समसामयिक विषयवस्तु एउटा करेन्ट इस्यु पनि भन्छु म यसलाई। यो पठन संस्कृतिको विकासमा चाहिँ यसले यति रास बनाइरहेको छ, खस्किएको अवस्था छ। पहिला के गर्थ्यो भने हामी एउटा गाडीमा हिँड्दा यात्रा गर्दा हरेक ठाउँमा हातमा किताब हुन्थ्यो, पत्र पत्रिका हुन्थ्यो, इभन टोयलेट जाँदा पनि पढ्ने घोक्ने बानी हुन्थ्यो। तर पछिल्लो चरणमा के भइरहेछ, हरेकको हातमा मोबाइल होइन। यो चाहिँ एउटा के भएको छ, फेसबुक एउटा सामाजिक सञ्जालको यो सस्तो पहुँच भन्छु म, एकदम सहज पहुँचको कारणले गाउँका मान्छेहरू अब मोबाइल हातमा लिने, टिकटकमा रमाउने, फेसबुक हेर्ने, नचाहिँदा स्ट्याटस लेख्ने। त्यो समय त बरु पढाइमा लगाइने गऱ्यो भने त केही हुन्थ्यो होला नि। तर यो पछिल्लो चरणमा सामाजिक सञ्जालको कारणले गर्दा पढाइमा चाहिँ अत्यधिक खस्किएको अवस्था, अत्यधिक नकारात्मक असर पारेको छ। हुन त यसलाई हामीले राम्रोसँग युज गर्न सक्यो भने यसभित्र पनि अथाह ज्ञानको भण्डार छ। ई लाइब्रेरीदेखि होइन, ई पुस्तकालय हरेक कुरा छ। तर हामीले चाहिने कुरा भन्दा नचाहिने कुरामा त्यसलाई युज गरिरहेछौँ। यसले गर्दा आजका हाम्रा भाइ बहिनीदेखि घर परिवारका हरेक सदस्य पहिला के गर्थ्यो, एउटा किताब पढ्थ्यौँ, त्यसको समीक्षा गर्थ्यौँ होइन। त्यो किताबका राम्रा नराम्रा पछि के थियो, यहाँका पात्र के थियो, त्यो विषयमा एउटा गहन बहस हुन्थ्यो। आज के हुन्छ, फेसबुक टिकटक घरका 10जना सदस्य छन्, 10तिर हातमा मोबाइल लिएर बसेको छन्। त्यसैले गर्दा यसले चाहिँ पढाइलाई नराम्रो असर पारेको छ। मैले यहाँबाट भाइ बहिनीहरूलाई पनि के एउटा अनुरोध गर्दछु भने हामीले यस्ता कुरा लिएर यस्ता कुराको माध्यमबाट हामीले जीवन जगत हाम्रो समस्या बुझ्ने होइन। वास्तविकता बुझ्नको लागि त किताब पढ्नुपर्छ, किताबभित्रको एउटा रसमा छिर्नुपर्छ, त्यहाँको संसार बुझ्नुपर्छ। अनि पो हामीलाई एउटा आलोचनात्मक चिन्तन विकास हुन्छ। अनि पो हामी समस्यासँग कसरी जुझ्ने, भोलि एउटा सबल व्यक्ति कसरी बन्ने भन्ने कुरा थाहा हुन्छ। त्यसैले यस्तो नकारात्मक प्रभावबाट चाहिँ मुक्त हुनुपर्छ। हामीले यस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा पनि त्यहाँका राम्रा कुरा के छ त, राम्रा चाहिने कुरा पनि छ। अध्ययन गर्ने प्रशस्त ज्ञान अथवा संसार विश्व नै त्यसमा अटाएको छ। त्यसै गर्दा त्यस्ता कुरालाई चाहिँ प्राथमिकता दिएर हामीले यो फेसबुक ट्विटर यस्ता नचाहिने कुरामा चाहिँ धेरै जोड दिनु हुँदैन। यसले नकारात्मक असर पारेको छ भन्ने मेरो विचार छ। अध्ययनले के हुन्छ नि, 6-7 घन्टा विद्यार्थीहरू लगायत सबैले हेर्ने रहेछन् क्या होइन। बिदाको दिनमा अझ पनि लामो होला। तर 6-7 घन्टाको सट्टामा हामीले चाहिँ सर्टन यो पढ्नुको पनि के हुन्छ भने जतिखेर पनि पढिँदैन क्या होइन। सुत्नुभन्दा अगाडि पढ्ने हो कि, अथवा विद्यार्थीले होमवर्क सकेपछि पढ्ने हो कि, अथवा भ्याकेसनमा चाहिँ अरू केही पनि होमवर्क नदिएर 10वटा किताब चाहिँ तिमीले पढ्नुपर्छ, अर्को 10वटा तिमीले होइन। किन तपाईँको अरू होमवर्क दिने होइन भने यसले तपाईँको चाहिँ अगाडि बढाउँछ हो कि। तपाईँको जसले पढ्छ नि
त्यो पढ्नेलाई चाहिँ के हुन्छ भने त्यो लेख्न आउँछ भन्छ क्या होइन। अनि लेख्न आउनेलाई चाहिँ के हुन्छ भने तपाईँको चाहिँ मान्छेलाई चाहिँ कन्भिन्स गर्न सक्छ, पर्सुएसन क्यापेसिटी भन्छ। अनि पर्सुएसन क्यापेसिटीले चाहिँ के हुन्छ भने आफू चेन्ज हुन्छ र समाजलाई चेन्ज गर्छ भन्छ क्या होइन। त्यो कारणले यो सबै चिजमा चाहिँ रिडिङसँग चाहिँ कनेक्टेड छ। जस्तो कि वारेन बफेट सरले अघि नै भन्नुभयो, ठ्याक्कै मलाई ट्रिगर गरिहाल्यो। वारेन बफेटले के भन्नुहुन्छ भने आई एम नट द जिनियस बट आई हेभ सस्टेन प्रलङ फोकस भन्छ क्या होइन। अघि नै सरले भन्नुभयो 500 पेज पढ्न सकिने भनेको फोकस गरेको फोकस हेरे बकु ध्यान भन्छ नि हामी होइन। त्यो जस्तै बकुल्लाको ध्यान जस्तै गरेर म गर्न सक्छु, दिमागलाई एउटै ठाउँमा राख्न सक्छु भने त्यही चाहिएको क्या हामीले। अहिलेको बच्चामा सर्ट टाइम स्प्यान तपाईँको उ भएको छ। अनि त्यो टिकटक र यसले हामीलाई के गरिरहेछ भने यो आयो यस्तो गऱ्यो फेरि यस्तो गऱ्यो यस्तो गऱ्यो, हाम्रो एटेन्सन स्प्यान छैन क्या। त्यो नै प्रब्लम हो क्या कि हेर्नुहोस् कि मुभी मजाले हेर्नुहोस् त्यो राम्रो भयो र यसले नै बच्चालाई पनि के हुन्छ यो गरे छुकछुक गरे यता यता जान्छ, बच्चाको त्यो फोकस छैन। एउटा आई ग्लास लिनुहोस्, त्यो आई ग्लासलाई घाममा यसो सानो बेलामा हामीले गर्थ्यौँ नि, घाम यसो गरिराख्नुहोस् कहिले पनि आगो बल्दैन र बिस्तारै फोकस गरेर राइट साइडमा राइट डिस्टेन्समा राख्नुहोस् त आगो बल्छ नि होइन र होइन। यो दिमागलाई पनि हाम्रो आगो बच्चालाई आगो बनाउनलाई त्यही फोकस चाहिन्छ क्या, त्यही प्रोलङ सस्टेन फोकस चाहिएको हो क्या अहिले, त्यही चाहिएको हो। अब हामी होमवर्क दिन्छौँ 10वटा बुक लिएर आऊ मलाई बना, सकेको त वर्क इज डन, कति सजिलो छ होइन। इन्ट्रेस्ट भयो। थ्याङ्क यू। धन्यवाद सर। अब यसै सन्दर्भमा एउटा तथ्य जोडौँ। महेश सर, यो वर्तमान प्रविधिको युगमा धेरैजसो मानिसहरूले श्रव्य र दृश्य सामग्रीलाई बढी रुचाउने गरेको पाइन्छ होइन। यो छापा सामग्रीमा रुचि बढाउन चाहिँ के गर्न सकिएला? यसमा चाहिँ मैले चिन्ता लिन छोडेको छु। हामीले बुक भनेको चाहिँ किताबमा छापिएर आएको त्यो सोलिड कङ्क्रिट चिजलाई मात्रै बुझ्ने जमाना चाहिँ होइन। यो बुक भनेको चाहिँ त्यो कन्टेन्ट हो होइन। त्यो अडियो माध्यमबाट आउला, भिडियो माध्यमबाट आउला, अडियो भिडियो अडियो मेडियल कुनै पनि माध्यमबाट आउने ज्ञानलाई हामीले बुक भनेर बुझ्दा हुन्छ। जस्तो मेरो आफ्नो पर्सनल कलेक्सनमा ल फिजिकल बुक्स मेरो 8000 जति बुक छ मेरो घरमा।